हजुरहरूलाई म हृदयदेखि नमस्कार गर्दछु। आज फुलपातीको दिन। फुलपातीको विशेष मुहुर्त खोज्ने व्यक्तिको लागि बिहान 7:17 छ। तर आजको दिन फुलपातीको दिन भएको हुनाले बिहानदेखि बेलुकासम्म जुनसुकै बेला पनि फुलपाती भित्र्याउन सक्नुहुन्छ। हामी हाम्रो नवदुर्गा मन्दिरमा बेलुका 3 बजेदेखि फुलपाती भित्र्याउन जाने भएको हुनाले सम्पूर्ण हाम्रो नवदुर्गा भित्रका नगरवासीहरूलाई उपस्थित भइदिन हुन र सञ्चालक समितिलाई पनि उपस्थित भइदिन हुन हार्दिक निवेदन गर्दछु।